एकदम खुसी छु। म खुसी छ, मलाई आनन्द खुसी छ। प्रेसर ठिक छ है हजुरको? सबै ठिक छ। आफ्नो घरमा बसेको भन्दा पनि व्यवस्थितै हिसाबले राख्नु भएको छ हामीलाई। सास फेर्न गाह्रो हुने, ज्वरो आउने त्यस्तो छ? ज्वरो छैन, खोकी चाहिँ खस आउने के। घर भत्किँदा चाहिँ अलिक दुखी भएछु है। अहिले निशुल्क गर्दाखेरि चाहिँ एकदम खुसी छु। यो जहाँनिर दुखेको छ नि, दुखेको ठाउँमा चाहिँ लगाउने, हल्का मालिस गर्ने, बिहान बेलुका हल्का मालिस गर्ने। आँखा पनि जो चाहिँ अब अपरेसन गर्नुपर्छ अरे, अपरेसन गर्दा नि निशुल्कै हुन्छ अरे। हामीले आक्रोशमा आएर कुनै अचुत बोल्न नपर्ने बाँकी पनि बोल्यौँ होला, त्यसको लागि चाहिँ क्षमा प्रार्थी छौँ। यस्तो दिएर अस्ति के हो यो टाउको दुखाइ हो कि के हो? खाना खाएपछि एउटा खानुहोस् है। घरमा बसेको भन्दा हामीलाई आनन्दै छ, यहाँ कुनै पीडा पनि छैन। सुक्ख खोकी आउँला जस्तो भएर हिजोबाट यो अहिलेलाई नचिलाउने औषधि राखिदिएको छु, अनि एउटा खोकीको राखिदिएको छु, पछि जाँचेर औषधि हाल्छु। कुनै सुगरको प्रेसरको त्यस्तो कुनै बिमारको यहाँ ठिक छ, राम्रो खानापिना राम्रो ठिकै छ। मलाई त राम्रै लागिरहेको छ हो। मलाई त हिजोदेखि त्यो रुगा लागेर सुक्ख खोकी आइरहेको क्या हजुर। अनि फेरि यो आँखा पनि चिलाएर, दुइटै आँखा चिलाएर। आजबाट पठाइदिए। सातजनालाई एउटैमा होइन, उता एउटा अर्को पनि लिएको छु पढ्नको लागि, बुवाले पढ्नको लागि भनेर एउटा दिनुभएको छ। व्यवस्थापनको हिसाबले जति सरकारले अहिले गरिरहेको छ, खाना लाउन, खानाको व्यवस्था र यो सेनिटेसनको व्यवस्था चाहिँ ठिकै छ भन्ने उहाँहरूले भन्नुभएको छ। बिहान बेलुका खाना टाइममै छ होइन? खाना त यताबाट एकदम टाइममा दिइराख्नु भएको छ हामीलाई। अनि टोयलेटहरू, टोयलेट पनि राम्रो छ हजुर। अनि उता सुकुम्बासी टोलमा बस्नु भएको कति भएको थियो? 50 वर्ष भयो त्यहाँ बस्नु भयो। म त यहाँ अनि छोराछोरीहरू कहाँ छन् त हजुरको? कोही छैन। म छोरी त आशिका तामाङ भन्ने मान्छे तपाईँको छोरी हो आजदेखि कोही रहेछ छोरा? म तपाईँलाई फोन उठाउन आउँदैन होला है? उहाँलाई आउँछ फोन उठाउनु? उहाँको नम्बर लिन्छु म, फोन गरेर सोध्छु तपाईँलाई गाह्रो के भएको छ, यहाँ बस्नुलाई गाह्रो भएको छ? लानुपर्ने छ त्यो भित्र गर्नु भनेर। यो खुट्टा चल्दैन बुवाको? ए ल खुट्टा, यो खुट्टाको त्यो उपचार गर्नलाई के म नम्बर यहाँ नामहरू यहाँ टिपेर लान्छु तपाईँको डायरीमा नामहरू, अनि उपचार गर्न लाने तपाईँलाई ल। कुन हस्पिटल जाने भन्नु त? पहिला कहाँ उपचार गर्नु भएको थियो? यता फाउन्डै गरेको नि मेडिकलतिर, गाई लानु सकेको पैसा नभएर पनि नलाए? पैसा नि छैन नि के भन्नु। ए ल ठिक छ उहाँलाई निशुल्क हामी यहाँ हाम्रो प्रधानमन्त्री कार्यालयबाटै आउनु भएको छ कि सबैजना।